साथीहरू आज हामी चाहिँ पौडी खेल्न जाँदैछौँ। खोलामा पौडी खेल्नको लागि हामी दुईजना बाला सर हुनुहुन्छ अगाडि जाँदैछौँ। अहिले हामी चाहिँ ठ्याक्कै यो मिरिम खोला नजिक आइपुग्यौँ भुजुङ गाउँबाट। यो चाहिँ भुजुङ हाइड्रो भन्ने हो। बाला सर हुनुहुन्छ होइन। अब हामी यस्तो छ मिरिम खोला यता छ। पानी रहन्छ त यहाँ त हजुर। यता त पानी नै छोडेर हिँड्छ है। यो चाहिँ मिरिम खोला हो। पौडी खेल्ने भनेर आएको पानी सुकिसकेको छ क्या। अब यहाँ चाहिँ यतै रहेछ। यतातिर गएर खेलिदिनु पर्छ कि हो यो है कि अलिक तल जाने होला। अलिक तल कि अरे अलिक तल छ कि यहाँ योभन्दा अब चाहिँ हामी पौडी खेल्ने भनेर जान लागेको। गाई त्यहाँ तल छ कि जस्तो लाग्यो होइन। लास्टमा चाहिँ हामी चाहिँ यहीँ आएर खेल्ने चाहिँ निर्णय गर्यो होइन। बाला सर चाहिँ होइन पुरा पानीले भिज्छ भनेर चाहिँ रेनकोट लगाएर स्विमिङ गर्दै हुन्छ। पौडी खेल्नु चाहिँ स्वास्थ्यको लागि पनि राम्रो भनिन्छ होइन। आज चाहिँ हामी त्यो माथिपट्टि देखेको होइन भुजुङ गाउँबाट आएर मिरिम खोलामा चाहिँ पौडी खेल्ने काम गरियो। रमाइलो भयो। अब त्यसपछि हामी चाहिँ अब पौडी खेलेर यहाँबाट माथिपट्टि घिम्चे फाँटमा रोपाइँ गरेको ठाउँमा गएर त्यहाँबाट हामी भुजुङ गाउँतिर जान्छौँ। धेरै रमाइलो भयो। म चाहिँ मेरो कपडाहरू लगाउने काम गर्छु। मिरिम खोलामा यसरी
आएर जिन्दगीमा नुहाइन्छ भन्ने चाहिँ कहिले पनि सोचेको थिएन होला। ल अब हामी चाहिँ होइन सबै लाएर अब नुहाइसकेर अब यो पारामा चाहिँ नुहाइसकेर अब हाम्रो यात्रा चाहिँ घिम्चे फाँटतिर हुँदैछ। त्यहाँ जान्छौँ। ल अब यसो गरेपछि चाहिँ यो कपडा पनि राम्रोसँग सुक्छ, समयको बचत हुन्छ। यसलाई सुकाएर बसिराख्नु पर्दैन। त्यो भएर के छ भन्दाखेरि चाहिँ अब यो सधैँभरि जिन्दगीमा काम गरेर होइन, कामै मात्रै गर्ने अनि त्यसपछि व्यस्त मात्रै हुने भनेर पनि हुँदैन कि साथीहरू। व्यस्त मात्रै हुने, काम मात्रै गर्ने भनेर अनि त्यसरी चाहिँ कहिलेकाहीँ यसो फुर्सद निकालेर चाहिँ रमाइलो पनि गर्नुपर्ने छ क्या। अब रमाइलो गर्नको लागि चाहिँ अब फेरि एकदमै ठुलो खालको चाहिँ प्लानिङ, ठुलो खालको चाहिँ रुपियाँ पैसा र एकदम रमणीय, साह्रै रमणीय ठाउँ चाहिन्छ भन्ने पनि छैन क्या साथीहरू। रमाइलो गर्नको लागि सानो सानो कुरामा खुसी हुन जान्ने हो भने त्यसै पनि रमाइलो हुन्छ साथीहरू। त्यही भएर आजको दिन, भोलि भनेको चाहिँ के हो थाहा छैन कि। त्यही भएर रमाइलो गर्ने भनेको आँटेपछि मैले गरिहाल्नु पर्छ भन्ने मान्नु पर्ने हो। हजुर यो पुल बनाउनु लाग्यो नि। त्यो छ। कस्तो लाग्यो त सरहरूलाई आज त्यो छ होइन, हाम्रो पौडी खेल्ने कार्यक्रम रमाइलो भयो। अलिकति चाहिँ लास्टमा चाहिँ यो उहाँको अलिकति खुट्टाले चाहिँ भुइँमा चाहिँ यसो भुइँले खुट्टा ठोकियो, खुट्टाले चाहिँ ढुङ्गा ठोकिएको होइन कि भुइँ के अरे ढुङ्गो चाहिँ खुट्टोमा ठोकिन आइदियो है। त्यो कारणले गर्दाखेरि चाहिँ अलिकति के हो होइन। यो खोला शनिबार काटौँला भनेर बसेको, लास्टमा त्यो नाम चाहिँ उठेको भनेपछि झन् सजिलो हो। कहाँ सजिलो हुने, हिँड्चे फाँटतिर हामी उक्लिनु पऱ्यो होइन। त्यो भएपछि के छ भन्दाखेरि अब यस्तै छ। अब हामी फेरि हजुरहरूलाई चाहिँ के अरे यो माथि मेरी के अरे हिम्चे फाँटमा गएर फेरि त्यहाँ रोपाइँ हुँदैछ क्या। गाउँलेहरूले पुरै रोप्दैछ, खेत रोप्दैछ। अब खेत रोपेको ठाउँतिर पनि यसो अलिअलि गएर हेरौँ, फोटो खिच्नु पर्छ। अब हामीले होइन त रमाइलो प्रकृतिमा रम्न जाने भने त्यसै रमाइलो हुन्छ क्या वास्तवमा कि। केही ठुलो चिजै चाहिँदैन क्या होइन सर। अब आज पातीले नुहाइयो होइन, अनि रेनकोट ओढेर पौडी खेल्नुभयो सरले। अब त्यसपछि चाहिँ के भयो भन्दाखेरि खोलामा नुहाइयो, खुल्ला आकाशमा कञ्चन पानी होइन, हिमालबाट भर्खरै मूलबाट झरेको हिजो। घामले दिनभरि भिटामिन डी माथि हेर्नु घाम लागिरहेको छ। अब अर्को भनेको अब न्युरो टिप्यो, न्युरो चाहिँ सट्टो लगेर अर्ग्यानिक तरकारी। कति फाइदा छ क्या वास्तवमा। प्रकृतिमा यसरी हिँडेपछि केही गर्नै पर्दैन क्या वास्तवमा, आफै दिन्छ क्या। त्यस्तो छ। ल हामी चाहिँ हिम्चे फाँटमा आइपुग्यौँ। हेर्नुहोस् त कति सफा बनाएर। हो यहाँ चाहिँ खेत रोप्ने काम भइरहेछ साथीहरू। वान्स इन अ ब्लू मुन भने जस्तो यस्तो रमाइलो हो त नि। र आफूले मजा लिनु पनि पर्छ होइन। अब त्यहाँ कहाँ कोठा सुतेर बस्नुभन्दा त्यहाँ चाहिँ आयो प्रकृतिमा अब हिमालको ताजा मात्र झरेको
लमजुङ हिमालको चाहिँ पानीमा नि स्विमिङ खेलियो बाँगाटी झाकुती उत्ताने भयभरका नागाबुढी सबै हालियो नि होइन त्यहाँ गएर सबै प्रस्तुत गरियो। त्यस्तो गरियो। अब गाउँले जीवनसँग नजिक हुनको लागि यहाँ फेरि घुम्चे फार्ममा आइपुगेका छौँ। अब यहाँ जमिरहेको रहेछ ल। चाहिँ अब यस्तै हो होइन साथीहरू, जिन्दगी भनेको केही छैन। अनि के हो भन्दाखेरि जिन्दगी भनेको केही छैन। अब छेत यात्रा एकदम अविस्मरणीय भयो होइन। खास हाम्रो प्लान लाउन जाने थियो, म्यानेजर साहबले गर्दाखेरि ठुलो धोका। अब म्यानेजरलाई भेट्न साथ एक दुईवटा किस्सा सुनाइहाल्नुपर्छ।